के तपाईँ कहिले महसुस गर्नुहुन्छ कि तपाईँको जीवनमा हुने धेरै पीडाहरू, चाहे शारीरिक होस् वा मानसिक, तपाईँको भित्री विश्वाससँग जोडिएका हुन्छन्? आज म तपाईँलाई लुइस हेद्वारा लिखित संसारभर मन पराइएको पुस्तक यु क्यान हिल युवर लाइफको सारांश, जसले लाखौँ मानिसहरूको जीवन परिवर्तन गरिसकेको छ। पहिलो भागमा हामी कुरा गर्छौँ, तपाईँका विश्वासहरूले तपाईँको जीवन बनाउँछ। लुइस हे भन्छन्, हामी जसरी सोच्दछौँ त्यसरी नै हाम्रो जीवन बन्छ। हामीले बचपनदेखि सुनेका शब्द, देखेका घटनाहरूले हाम्रो भित्री विश्वास बनाउँछन्। जस्तै, म पर्याप्त छैन, म प्रेम पाउन योग्य छैन, पैसा कमाउन गाह्रो हुन्छ आदि। यी विश्वासहरूले नै हामीलाई दुःख, अभाव र रोगतर्फ डोर्याउँछन्। तर खुसीको कुरा के हो भने हामी हाम्रा विश्वासहरू परिवर्तन गर्न सक्छौँ र जब हाम्रो सोच बदलिन्छ, हाम्रो जीवन पनि बदलिन्छ। भाग 2, आत्ममाया हिलिङको पहिलो चाबी। लुइस भन्छन्, स्वास्थ्य, सफलता, प्रेम, शान्ति यी सबैको मूल आत्ममाया हो। हामी आफूलाई दोष दिने, नकारात्मक कुराहरू दोहोर्याउने बानीबाट मुक्त हुनुपर्छ। हामीले भन्नुपर्छ, म आफूलाई माया गर्छु, म जस्तो छु ठिक छु, म परिवर्तन गर्न योग्य छु। जब हामी आफूलाई प्रेम गर्न थाल्छौँ, हाम्रो शरीर, सम्बन्ध, करियर सबै राम्रो हुन थाल्छ। भाग 3, शारीरिक रोगहरू पनि मानसिक अवस्थासँग जोडिएका हुन्छन्। लुइसको हिलिङ सिद्धान्त अनुसार हरेक रोग कुनै न कुनै मानसिक कारणले जन्मिएका हुन्छन्। उदाहरणका लागि थाइराइड, मेरो आवाज नसुनिएको महसुस, पाचन समस्या, जीवन स्वीकार गर्न गाह्रो हुनु, टाउको दुखाइ, आत्मा दबाव वा दोष। लुइस भन्छन्, यदि हामी हाम्रो भावनात्मक घाउहरू उपचार गर्छौँ भने हाम्रो शरीर पनि निको हुन्छ। भाग 4, अफर्मेसनको शक्ति। पुस्तकको मूल मन्त्र हो अफर्मेसन। यी सकारात्मक वाक्यहरूले हाम्रो चेतनालाई नयाँ तरिकाले सोच्न सिकाउँछ। जस्तै, म माफ गर्छु, म स्वतन्त्र छु, म आफूलाई पूर्ण रूपमा स्वीकार्छु, ब्रह्माण्ड सधैँ मेरो पक्षमा काम गर्छ। यी वाक्यहरू दिनहुँ दोहोर्याउँदा हाम्रा पुराना घाउहरू निको हुन्छन् र जीवन रूपान्तरण हुन थाल्छ। भाग 5, माफी र मुक्तिको शक्ति। अहङ्कार, घृणा, रिस यिनीहरूले शरीर र मनमा विष जस्तै काम गर्छन्। लुइस भन्छन्, जसले तपाईँलाई चोट पुर्यायो त्यसलाई माफ गर्नु तपाईँको स्वतन्त्रता हो। माफी दिनु कमजोरी होइन, यो तपाईँको आत्मालाई निको पार्ने प्रक्रिया हो। भाग 6, तपाईँको सोच परिवर्तन गर्नुहोस्, जीवन परिवर्तन हुन्छ। सबै कुरा बाहिर होइन, तपाईँको भित्रबाट सुरु हुन्छ। जब तपाईँ भन्नुहुन्छ, म सक्षम छु, म योग्य छु, म परिवर्तन गर्न सक्छु, ब्रह्माण्ड तपाईँलाई त्यही अनुसारको परिणाम दिन थाल्छ। भाग 7, जीवन तपाईँको साथी हो, शत्रु होइन। हामी प्राय जीवनसँग लडिरहेका हुन्छौँ, तर लुइस भन्छन्, जीवनले तपाईँलाई माया गर्छ। जीवन तपाईँको पक्षमा छ। तपाईँले आफूलाई माया गर्न थालेपछि जीवन तपाईँलाई माया गर्न थाल्छ। हामीले अहिलेसम्म के बुझ्यौँ? तपाईँका विश्वासहरूले तपाईँको जीवन बनाउँछन्। आत्ममाया हिलिङको पहिलो चाबी। शारीरिक रोगहरू पनि मानसिक अवस्थासँग जोडिएका हुन्छन्। अफर्मेसनको शक्ति, माफी र मुक्तिको शक्ति। तपाईँको सोच परिवर्तन गर्नुहोस्, जीवन परिवर्तन हुन्छ। जीवन तपाईँको साथी हो, शत्रु होइन। अन्तिममा तपाईँको जीवन परिवर्तन गर्न कुनै जादु होइन, त्यो तपाईँको सोच, आत्ममाया र माफीको यात्रामा छ। लुइस हेको यो पुस्तक हामीलाई सिकाउँछ, भविष्य हाम्रो हातमा छ। हामीले सोच बदलेर हाम्रो भाग्य पनि बदल्न सक्छौँ। यदि तपाईँलाई यो सारांश प्रेरणादायक लाग्यो भने कृपया लाइक, कमेन्ट, सेयर गर्नुहोस्। यसैगरी आत्ममाया, ध्यान र आत्मा उन्नतिको यात्रामा हामीसँगै रहनुहोस्। याद राख्नुहोस्, तपाईँ माया गर्न योग्य हुनुहुन्छ, तपाईँ परिवर्तन गर्न सक्षम हुनुहुन्छ, तपाईँको जीवन अझै राम्रो हुन सक्छ आजैदेखि।